अब तपाईँ ए जित्छौ के बहिनी यार कस्तो हौ आज कति दिनमा आएको हौ त्यही त जित्छौ के आउन खेलौँ कसरी हो कस्तो यार एक दिन छुट्टी हुन्छ नर्मल गेम बहिनी पनिसमेन्ट खेलौँ न जे होला हेट जित्छौ तिमीले नि यदि मैले जितेँ भने हजुरले एउटा केटीलाई प्रपोज गर्ने ल राम्रो तरिकाले लास्ट टाइम फेरि लक्ष्मी कलेक्सन भन्छ होला लक्ष्मी कलेक्सन भन्दिनँ यार दाइ कला 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 म एउटा केटी यहाँ लिन्छु जसले मलाई म भनेर लेख्नुहुन्छ उहाँलाई एकजनालाई लिन्छु माथि अनि हजुरले भन्नु ल मैले चाहिँ तिमीले एमबी बेला चुप्पा खाने टुप्पा चाहिँ खाइँदैन है दाइ टुप्पा चाहिँ खाइँदैन बुढो आइलेबी चाहिँ भनिदिनु फ्लाइङ किस त के हुन्छ र अनि खाइँदैन भयो यसमा तिमी नाच्ने ल बहिनी कस्तो नाच्ने नाच्ने आउँदैन मलाई दाइ लास्टै बाटो झापातिरको मान्छे यार मलाई नाच्न आउँदैन ल रेडी हुनु है सिधै धोबी खाएन म त अनि अब रेडी हुनु एउटा केटीलाई माथि तान्छु प्रपोज यस्तो तरिकाले गर्नु कि दाइ मन छोस् है मान्छेको ल हाम्रो रबिन दाइलाई कसले मन पराउनुहुन्छ सबैजना केटीहरू यता आउनुहोस् त अब तपाईँहरूको चान्स छ साथीहरू है जो हुनुहुन्छ दिदी बहिनी जो हुनुहुन्छ अर्को अब घरबाट भाड्ने चान्स छ म माथि लिइहाल्छु हजुरहरूलाई गेस्टमा होइन लास्ट टाइम यो पनि फसाइदियो होला यार ल मन पराउनेहरू आउनुहोस् है मन पराउनेहरू यहाँ म लेखेर आउनुहोस् ल जो केटी हुनुहुन्छ है म हेरेर अनि एउटा चुज गरेर माथि लिन्छु कोही छैन ला 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 सबैजना आउँछ है त मलाई वास्तवमा कसैले मन पर्न बहिनी यार किन सबैले मन पराउँछन् तपाईँदेखि म एउटा केटी हाल्छु भन्दै थिएँ अस्ति रबिनलाई मिलाइदिउँ भनेर हाम हाल्छु रे मलाई तिम्रो दाइ रबिन दाइ मिलाइदेऊ भनेर भन्दै थिएँ हाम फाल्छु भन्ने केटी यता बिना रसी बन्जम गरेर पठाऊ बिना रसी म मात्रै आउन थाल्यो त अब कसलाई लिनु यार यति मध्येमा गाजी एटन रोज कोही छैन केटीहरू यार औडा हेट बहिनी यार कोही छैन यार ल अब रेडी हुनु है त पनिसमेन्ट गर्न हजुर हामीसँग टाइम छ गाइस डबल ट्याप गाइस साथीहरू डबल ट्याप नगर्नु ल बहिनीको डान्स हेर्नु डान्स हेर्नु डबल ट्याप गाइस मेरो 12 मिनट साथीहरू कसैले नखाइदिनु है जान्छ बारे डबल ट्याप नगर्नुहोस् है जो हुनुहुन्छ नगर्नु ल डबल ट्याप गर्नु भन्ने नगर्नु फेरि नगर्नु है साथीहरू नगर्नु है केटा 12 पनि खाइदियो केटा 12 पनि खाइदियो मा जे पर्छ पर्छ केटा हो केटा डबल ट्याप पेला 12 पनि खाइदियो केटा हो खाइदियो ल साथीहरू केटी साथीहरू को हुनुहुन्छ यहाँनिर केटी दिदी बहिनी जो हुनुहुन्छ सबैजनाले मेरोमा आउनुहोस् है किनभने अब प्रपोज गर्ने टाइम आइसकेको छ म एकजना चुज गर्छु होइन सो एकजनालाई माथि लिन्छु उहाँले प्रपोज गर्नु हुँदैछ मैले जितेँ भने सो सबैजनाले डबल ट्याप गर्नु ल केटी मान्छेलाई प्रपोज गर्ने यो पनि कोही पनिसमेन्ट हुन्छ र यार बहिनीले फसायो यार पल्को मारेर 69 केटा 12 पनि खाइदियो यो 12 पनि पाप खाइदिन पाए मान्छे प्लानिङमा आएको रहेछ र पनि म प्लानिङमा थिइनँ ल हावा कुरा नगर्नै दाइ प्लानिङ ओभर कन्फिडेन्स म त आयो कि प्लानिङ गर्नु त हजुर लास्ट टाइम मलाई फसायो यार एकदम दाइ यहाँ सुन्नु हाँ यसमा भन्नु न दिल ने एक कहाँ है दिल से भन्ने वाला डान्स गरेर प्रपोज गर्नु ल अन्तिममा मौखिक गर्ने हो मुखले गर्छु के अनि केटी पनि रोमान्टिक हुनु पर्ने भिडियोमा कोही पनि रोमान्टिक केटी नै तान्छु नि त को छ यहाँ अब रोमान्टिक पनि कसरी थाहा पाउनु मैले यार को छ यार जुलियाना जस्तो कोही छ जुलियाना जस्तो कोही छैन जुलियाना रत्नपाल छोडी हो यहाँ जुलियाना जस्तो कोही छ यहाँनिर म लेख्नुहोस् त म त मान्छे चिन्न सक्दिनँ भने आया कसलाई लिने होला हो यति धेरै मान्छे फसायो बहिनीले यार खेलाइ फसायो यार बहिनीले गर्ने के अरे बहिनीको लागि एउटा गर्न सक्नुहुन्न पनिसमेन्ट हजुरले छिटो ल्याउ लिनु केट न त म गएँ
केटी मान्छेलाई प्रपोज गर्ने पनि के पर्सन हुन्छ र यार त मनकै इच्छा हो त भने हाँ दाइलाई फेरि अलिकति धेरै राम्री नै चाहिन्छ को लिने होला रूपा दि हजुर आउनुहुन्छ माथि रूपा दि दिदी लास्ट टाइम सरदिले पार्ला है के भन्नु नै नहजाउनु न फेरि एकछिनै कल्लाई छिटो बोलाऊ पर्खिन केटी हेर्दैछु यार दाइ केटीहरू चाहिँ मतलब केटा हेर्नु भएन केटी हेर्नु कसलाई लिने हो कसलाई लिने के देख्दिनँ त यार म त केटी नै कान्छो काजी भनेर मैले कान्छी कान्छी भएर कान्छा पर्ला है त साथीहरू म लेख्नुहोस् ल लेख्दिनँ मैले भनेको ल एकजनालाई ताने है त आउँछन् कि आउनन् ल आउनु ल एकदम कन्फिडेन्ट आउनु है नआतिकन ल म्युटामा बसिरहनु छेउमा बुढा छ म्युटामा बसिरहनु बुझेनौ छेउमा बुढा तपाईँ चाहिँ कुन छ भर्खर कुरा तपाईँको चाहिँ घरमा बुढी हुनुहुन्न र म्युटमा हुनुहुन्छ चल्छ दाइ चल्छ चुप लागेर भन्नु न ए बोल्न पर्छ त्यसरी थोडी म रोमान्टिक हुन्छु यार हेलो नमस्ते हजुर नमस्ते नाम के हो अमु हजुर तपाईँको नाम अमु हो हजुर हजुर एमा जी थापा त बराबर हुँदो रहेछ नि ओ के भनौँ नाम पनि के ताने बहिनी नाम अमु छ अब जी थापा त म त खतम भयो त नि अमु म्याडम नमस्ते हजुर के छ कहाँदेखि हो तपाईँ म काठमाडौँबाट घर आएको हुनुहुन्छ बुढा बच्चा बच्ची बिहे नै भएको छैन एकचोटि फेसमा आउन मिल्छ हजुर एकछिन नै नै आउनु न एकछिन अनुहार नआइकन त पोखालको भरमा के पर्छ के रोमान्टिक हुनु यार होइन यार यसो फेसमा आउने अलिकति च्वाक ए दाइ च्वाक अनुहार हेर्न पर्दैन क्या चुप लागेर प्रपोज गर्नु न किन अनुहार चाहियो आवाज आयो के थाहा केटा हो कि एआईदेखि आवाज आयो के थाहा होइन केटी के हो दाइ यो त उहाँ त भएन यार अब सुरुमा मैले जी भन्न थप्ने विचार छ नामै अचम्म रहेछ भो छिटो फुल बोक्नु न हौ अर्कोले न अर्को भएन के कोही राम्रो म भनेर लेख्न आँटै छैन यार केटीहरूको के भएको हो म लेखिदिनुहोस् न हौ